Hello everyone, hello, namaste, welcome back to our channel. So आज चाहिँ हामी सबैजना भएर घुम्न जान लाग्यो। उहाँ चाहिँ मम्मी यता हेर्नु न, हेलो भनिदिनु न। हेलो भन्नु न। अनि मेरो पुन्टे अनि सुजन दिदी अनि म हामी भएर चाहिँ आज स्काई टावर घुम्न जान लाग्छौँ फर द फर्स्ट टाइम। आज हामी कस्तो ठाउँमा घुम्न जाँदैछौँ, कतिको रमाइलो छ, हाम्रो भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला। सो अब हामी चाहिँ पठाउ बोलेर छौँ, पठाउ आइपुग्यो जस्तो छ। ल परे फेरि भन त सुजा आया आया भयो। नो हाम्रो रानी रानी महारानी महारानी Buntu? Ya ada susang. Wow. Hello Mandem. Hello mana? Hello mana? हामी घुम्न जान लाग्यो भन। यता अनि यता फर्केर हामी भन। हामी भन। सुसाङ। निन्दरले भइरहनु भएछ। प्याजको त्यो भाँडो छ नि त्यही बोकेर कुदिरहेको ल। त्यही भएर नेताल गाडी बेकार छ। मौका पायो भने यस्ता जनताले के कोही नाचेको बाटा लसुन छ टिपेर दुईटा केरा नो 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 भन्दै नो 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 चुप्पा गर्दै मामा चुप्पा खोइ मामा चुप्पा गरेको। अनि बाटोमा आउँछ नेताल गाडी जान्छ आफ्नो नियत चाहिँ नेपाली चाहिँ स्काई टावर आइपुग्यौँ, स्काई वक टावर। तर टिकट काट्नुपर्ने छ है त। अब हामी टिकट काटेर जानु लाग्यो। हाम्रो भाइ पनि आइपुग्यो। अब अम्बिका दाजु चाहिँ आउनुहुन्न होला है सायद, किनभने फोन पनि उठाउनु भएन। ट्रायल छ उहाँको आज, आई डोन्ट थिङ्क उहाँ आउनुहुन्छ कि। आइपुग्यो स्काई वक टावर। अब यहाँ माथि जाने हामी। अनि हामी यतिजना सबैजना रेडी भयौँ, अब टिकट काट्ने। सो लेट्स गो। टिकट काटिसक्यो। यहाँ चाहिँ एकजनाको चाहिँ 1000 रुपियाँ रहेछ, 4 जना र 5 जनासम्म चाहिँ 15% छुट। सो हामीले चाहिँ 15% छुट पाएको छौँ। नानीलाई भन्ने नि ल जान्छु जान। ओ यहाँ उता उता ऊ बाई गर्दैछु साङ। खोइ बाई गरेको यता उता बाई गरिदेऊ। पुन्टु हामी चाहिँ लिफ्टमा छौँ सबैजना भएर। वाउ सुसाङ कस्तो डराएको डराएको डर लाग्यो। डराएको छैन होला। पनि यस्तो छ त हौ, रेड कार्पेटमा हिँडेको जस्तो। बा ल हामी चाहिँ पुग्न आँट्यौँ है। के यहाँ पनि केही गर्नुपर्ने हो? ए जुत्ता मलाई पनि पिङ्की दिनुहोस्। पिङ्की धन्यवाद। जुत्ता खुट्टामा लाएर हिँड्नुपर्ने, खुट्टा जुत्ता लाएर हिँड्नु नमिल्ने। यहाँ रेडी नयाँ जुत्ता। यो चाहिँ खास गरेर हैन बाइक कुदाउन चाहिँ चाहिने हो। खै लाउनु भयो मम्मी? हेर त
खै पुन्टे तिमी पनि लगाऊ मेरो पुन्टुको यत्रो पुन्टु छ ल कम ल सबैले जुत्ता लगाइसक्यौँ है हामीले चाहिँ जाउँ वाउ ठाउँ नै राम्रो रहेछ नि त स्काई वक ल we are in our destination पुन्टु कालो आउँदैछ हौ यहाँ त ल जाऊँ मिना यता छोरा यहाँ छोरा यहाँ के बुवा यहाँ हिँड्नुपर्ने यहाँ ए हजुर जानै मान्दैन त नि जानु त यहाँ त्यत्रो ठुलो गीत बजेर चाहिँ केही बोल्नै नपाइने रहेछ क्या हो नानी कस्तो लागिरहेछ ठिक छ अलिअलि मुटु चिउ हुँदो रहेछ है तर भएन लु जाम त यहाँ तल जाम 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 न जाम आऊ 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 न आऊ यता आऊ 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 मामु आऊ यता ए आऊ आऊ न त यहाँ डर लाग्यो लु जाम जाम लु जाम ल आउनु 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 छिटो आउनु छिटो आउनु 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 आउनै पो मान्दैन त यो त ल आऊ छिटो आऊ छिटो आउनुहोस् त ल पुन्टु कम ल आउने त मान्दैन पो त फेरि ऊ बाजेसँग जाऊ पर बाजेसँग जान्छ र अब लड्यो सुसाङ लड्यो अब सुसाङ लड्यो ला लड्यो सुसाङ लड्यो के साह्रो मेरो गालै दुखिसक्यो हाँस्दा कस्तो मिठो हावा आउँदो रहेछ मम्मी चाहिँ कहाँ घुमेर आउँदै हुन्छ एक्लै सुसाङ बस न ऊ भाइसँग बस त बस्नु नि डराइ बसिरहेको मजा लाग्यो हेर्नु मजा लाग्यो तल हेर्नु यो बुढाबुढीसँग आएपछि यस्तै रहेछ सरहरूलाई जुस मसँग छ हौ जुस खाउलु जुस मिठो यम्मी
के साह्रो चकचक हौ यिनीहरू त फेरि टोपी खोल एउटाले सुसाङ आऊ सुसाङ मामु यता हुनुहुन्छ अब बुवा मम्मीको टक्क लाएर फोटो खिचिदिनु पर्यो हाम्रो खिच्नु पर्यो हुँदैछ कस्तो दामी देखिँदो रहेछ काठमाडौँ सहर वाउ तिम्रो सिउँदो रङ्गौला ए सुजनको काम गर्ने उ त्यो होटल उयो 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 त्यो यो यस्तो उ छैन के अरे यो यस्तो 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 स्कुल जस्तो छैन उ त्यो घर जस्तो अल्गोदेखि अलिक उतापट्टिको हो यो यो है मेरो सुजनले काम गर्ने ठाउँ चाहिँ हो त्यही हो त्यही हो खै तला सला थाहा भएन जस्तै त्यही काम गर्नुहुन्छ के एउटा भिडियो पनि राम्रोसँग खिच्नु दिएन यिनीहरूले त तर एकदम राम्रो ठाउँ है हामीसँग होटल देखिस् हो त्यो सो हामी चाहिँ घुम्यौँ मजा भयो एकदम यस्तो छ मुनि चाहिँ खै भाइ छोरा र म हिँडौँ हिँड्नै मान्दैन हो यो चाहिँ डरले यस्तो छ वाउ टेन्टेरेन अब यहाँको सकेर धरहरा घुम्न जाँदैछौँ धरहरा के हेरेको छोरा त्यो मेरो एउटा सिङ्गल फोटो ल के हेरेको ल अब धरहरा घुम्न जाँदैछौँ धरहरा धरहरा सुसाङ 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 धरहरा भन त हामी धरहरा घुम्न जाँदैछौँ अब छोरी ल ल ल धरहरा भन धरहरा भन न धरहरा किन आउनु हो के भिडियो फोटो खिच्दिनु ल यस्तो ठाउँमा कस्तो दामी देखेको छ साँच्ची कि आमा दामी वाउ वाटर भन नि छोरा अब हामी चाहिँ फर्केको यो चाहिँ स्काई वक टावरको बाहिरपट्टिको भ्यू हो एकदम राम्रो छ अब हामी चाहिँ धरहरा जान लाग्यो सबैजना गइसक्नु भयो अब हामी पनि जाने ल आउनु पुग्ने जाम नि जाम 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 स्याबास स्याबास बुढाबुढी नले पनि नहुने ल्याउँदा पनि केही गर्नु दिँदैन ल हिँड्नुहोस् 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 हामी चाहिँ धरहरा आइपुग्यौँ अब धरहराको भ्रमण हुँदैछ लु हामी चाहिँ धरहरा आइपुग्यौँ नानी बोकेर भिडियो गर्नु साह्रै गाह्रो हो नक्कले मामासँग नि मान्दैन कोहीसँग मान्दै मामा चिप्पै गइदियो नक्कले धरहरा यो चाहिँ धरहराबाट देखिने दृश्य हो है साथीहरू तल यस्तो देखिन्छ है यहाँबाट सुजनको होटल चाहिँ कतापट्टि भयो कतापट्टि खै केही देखिँदैन यो चाहिँ धरहरा है कस्तो लाग्यो धरहरा
कति बेसी चिसो। अब हामी चाहिँ फर्किन लागेको हो। धरहरा पनि घुमेर आयौँ। नानीहरू रुएर हैरान के यति धेरै रुइरहेछ चकचक फेरि जस्तै। सो अब चाहिँ हामी खाजा खानु गएर घर फर्कि। आजको हाम्रो घुमघाम चाहिँ स्काई वक टावर र धरहरा थियो। सो हामीले घुमिसक्यौँ। कति साह्रो रिसा छ भने मेरो छोरा त सेसन भइरहेछ बेहुला बेहुलीको धरहराको नजिक। दुईजना चकचके एउटा ऊ माथि पुगिसक्यो। पुन्टु तिमी त कति चकचक गर्छौ छोरा। हामी चाहिँ अब घर फर्किन लागेको सबैजना मिलेर ब्याक टु होम। मान्छ अघि पनि मानेको। यो सुत्छ होला है बुवा बुबा। हामी चाहिँ खाजा खाने ठाउँमा आइपुग्यौँ। अब खाजा खाएर घर फर्किन्छौँ। हाम्रो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। बाई बाई।